हाम्रो 2 पुस्ताले नदेखेको महाकुम्भ अर्थात् 144 वर्षपछि लागेको महाकुम्भको दर्शन गर्नका लागि हामी प्रयागराज गएका थियौँ। हामी जस्तै करोडौँको संख्यामा त्यहाँ भक्तजनहरूको उपस्थिति थियो। गंगा, जमुना र सरस्वतीको संगम भएको स्थल अर्थात् त्रिवेणी संगममा स्नान गरे पश्चात पापहरू कट्टी हुने र पितृहरूको उद्धार हुने भन्ने सुनेर नै हामी उक्त स्थलतर्फ प्रस्थान गरेका थियौँ। यो यात्राको सुरुवात हामी प्रयागराजको यात्रामा निस्किरहेका छौँ। हामी सब रेडी भएर निस्क्यौँ है त। सी यू देयर। महाकुम्भमा मानिसहरूको एकदमै भिड हुने गर्दा त्यहाँ राम्रोसँग एक्सप्लोर गर्न पाइँदैन। त्यही भएर हामीले चाहिँ कम भिड भएको बेला अर्थात् 26-27 गते नै गएर उक्त एरियाको एक्सप्लोर गर्ने, सङ्गममा चाहिँ बोट चढ्ने, बिचमा जाने। महाकुम्भ प्रयागराजमा छौँ हामी। किनभने यो कुराहरू चाहिँ 1 गते पश्चात सम्भव थिएन होइन। यस्तो भिड थियो कि एक पाइला राख्ने ठाउँ पनि सम्भवतः गाह्रो नै थियो र भारत सरकारले 40 करोड जना चाहिँ एक्सप्लोर गर्न आउने र त्यो उक्त नदीमा स्नान गर्न आउने भन्ने आकलन गरेको थियो। सम्भवतः त्यो 1 महिनासम्म नै चल्ने भएकाले उक्त माइलस्टोन चाहिँ कम्प्लिट नै गर्छ होला लाग्छ मलाई। त्यसपछि माघ 1 गतेको दिन हामी चाहिँ गङ्गामा छौँ। यो चाहिँ टेम्पोररी ब्रिज हो। अहिले धेरै श्रद्धालु भक्तजनहरूको लागि वार पार गर्नको लागि चाहिँ टेम्पोररी टाइपको ब्रिजहरू बनाइएको छ होइन। हामी लाइटिङको त कुरै गर्नु भएन, लाइटिङ छ। यो चाहिँ हामी गङ्गा पार गरिरहेका छौँ। यसभन्दा अगाडि गङ्गा, जमुना र सरस्वतीको चाहिँ एउटा सङ्गम हुने ठाउँ भएको छ। जसलाई चाहिँ यहाँको त्रिवेणी सङ्गम भनेर प्रख्यात रहेको छ। साई स्नान भनेर त्यसपछि चाहिँ हामीहरूले पनि स्नान गर्न पाउने भन्ने छ। हामीको टोली नै छ। हामी यो ठाउँमा 2-3 दिन अगाडि आएर फुल एक्सप्लोर गरिरहेका छौँ कस्तो छ के छ भनेर। जुन महाकुम्भको शुभारम्भ हुने दिन हामी त्यहाँ राति 1 बजे नै बाटो लाग्यौँ। हामीले सोचेका थियौँ जति राति हिँड्न सक्यो त्यति नै छिटो पुग्छौँ र त्यति छिटो हामीले स्नान गर्न पाउँछौँ। र हामीले सोचेको कुरा सम्भवतः सबैले सोचेको भएर नै गलत पुग्यो। किनभने हरेक मान्छेको माइन्डसेट त्यही भयो कि बिहान जानुपर्छ भनेर। र त्यहाँ यस्तो भिड थियो कि त्यहाँबाट ज्यान बचाएर स्नान गरेर हामी यसरी निस्क्यौँ त्यो हामी भोग्नेहरूलाई मात्रै थाहा हुन्छ। केही मिनटको पर्खाइ पश्चात त्यहाँ साई स्नान सुरु भयो, जसमा नागा बाबाहरूले स्नान गर्ने प्रचलन रहेको छ। यो भिडियोमा हेर्न सक्नुहुनेछ। शाही स्नान पश्चात त्यहाँ एकाएक भिड बढ्दै थियो र हामी केही घन्टाको अवलोकन गरेर फेरि हामी फर्किने निर्णय गर्यौँ। नुहाउने ठाउँ चाहिँ सङ्गम भएर त्यहाँ भनिन्छ होइन। हामी चाहिँ भर्खरै नुहाएर आयौँ। यहाँ मान्छे देख्न सक्नुहुन्छ। सरसफाइको कुरा गर्नुपर्दा ठाउँमा टेम्पोररी टोयलेटहरू राखिएको थियो। त्यो चाहिँ एकदम मलाई चित्त बुझेको कुराहरू हो। किनभने यस्तो करोडौँको सङ्ख्यामा आउने ठाउँमा यदि टोयलेटहरू नै भएन भने त्यो एरिया चाहिँ दुर्गन्धित हुने नै थियो। उत्तर प्रदेश सरकारले एकदमै मेहनत गरेको देखिन्छ र इन्फ्रास्ट्रक्चरमा चाहिँ लाइक टेम्पोररी इन्फ्रास्ट्रक्चरमा चाहिँ एकदमै ठुलो इन्भेस्ट गरेको देखिन्छ। हामीले
उक्त नदीमा चाहिँ 15-20वटा चाहिँ हामीले टेम्पोररी ब्रिजेसहरू पनि देखेका थियौँ, जसमा चाहिँ कुनै ब्रिजबाट आउन मिल्ने र कुनै ब्रिजबाट जान मिल्ने गरेर सिस्टमहरू मिलाइएको थियो। र प्रयागराज एक्सप्लोर गरिसकेपछि छुटाउनै नहुने कुरा त्यहाँ प्रयागराज महाराजको किल्ला थियो, जसमा चाहिँ अक्षय वट अर्थात् कहिले क्षय नहुने बोट पिपलको बोट थियो, जसको इतिहास चाहिँ हेर्दाखेरि सतयुगदेखि नै अहिलेसम्म जीवित रहेको बोट भनेर चिनिन्छ होइन। त्यो हामीले त्यो पनि हेऱ्यौँ। भारद्वाज ऋषि आश्रममा पनि हामी गएर भारद्वाजले आश्रम गरेको ठाउँ होइन, त्यो पनि हामीले एक्सप्लोर गरेका थियौँ। त्यो पनि हेर्न नै पर्ने ठाउँ हो। र त्यहाँबाट लगभग 100-150 किलोमिटरको आसपासमा चित्रकोट पनि पर्ने भएकाले तपाईँहरू त्यहाँ जान सक्नुहुन्छ। हामी कारणवश जान सकेनौँ। अनि त्यहाँबाट फर्किँदाखेरि तपाईँहरू कैलाली कञ्चनपुरको हुनुहुन्छ भने अयोध्या भएर फर्किनु होला, किनभने उक्त क्षेत्र एक्सप्लोर गरिसकेपछि हामीले नछुटाउनु पर्ने प्लेसको रूपमा अयोध्या रहेको छ, जहाँ भगवान् रामको जन्मस्थल पनि रहेको हो। त्यसैले अयोध्या भएर अयोध्याको दर्शन गरेर तपाईँहरू आउन सक्नुहुनेछ र उक्त टुरमा चाहिँ एकदमै हामीलाई खाने बस्ने व्यवस्था चाहिँ धनगढीबाट गएको लक्ष्मीनारायण मन्दिरको टोलीले गरिदिएको थियो, जहाँ हामीले टेन्टमा बस्ने व्यवस्था गरेको थियो भने साँझ बिहान खानाको व्यवस्था पनि निःशुल्क नै गरिएको थियो। त्यसैले आउने जाने भाडा अनि त्यहाँभित्र अटो ट्याक्सीहरूमा घुम्ने चाहिँ भाडाहरू भएपछि हामीले उक्त प्रयागराजलाई चाहिँ इन्जोय गरेर घुम्न सक्छौँ। समग्रमा भन्नुपर्दा यो तीर्थयात्रा हाम्रो लागि एकदमै फलदायी, एकदमै रमाइलो र नयाँ अनुभव रह्यो, जसको लागि हामीलाई यस स्थानसम्म पुर्याउने हाम्रो जिब्बा लगायत लक्ष्मीनारायण मन्दिरलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छौँ। साथै हामी अर्को कुनै भिडियोमा भेट्नेछौँ। त्यतिन्जेलसम्मका लागि स्टे ह्याप्पी, स्टे हेल्दी एन्ड किप साइनिङ। थ्याङ्क यू।